सबैलाई नमस्कार। आज हामी बन्दपानीबाट ससुरालबाट घरतर्फ फर्किरहेका छौँ। आज आइतबार भएकोले गर्दा हामी सिधै आइतबारे बजार जानेछौँ। भारत र भुटानको सीमामा अवस्थित एउटा सानो गाउँ, सुन्दर गाउँ माक्रापाडा, जुन हाम्रो गाउँको नाम हो। हामी यसरी बन्दपानी हुँदै गारोचिरा हुँदै अहिले माक्रापाडा आइसकेका छौँ। माक्रापाडाका चिया कमान एकदमै राम्रो छ। अहिलेसम्म यो चिया कमान राम्रोसँगले चलिरहेको छ। कुनै प्रकारको अप्ठ्यारो श्रमिकहरूलाई पर्न गएको छैन र यो मेन रोडमा आइसकेका छौँ हामी। यहाँबाट हामी सिधै बजार जानेछौँ र यहाँबाट गम्टु भुटान पनि पुगिन्छ र ब्याक हामी ओह्रालोतर्फ गयौँ भने चाहिँ बिरपाडाको मार्केट हामी पुग्छौँ। हामी परिवार नै सिधै बन्दपानीबाट ससुरालबाट सिधै आज पहिला बजार गर्नुपर्छ भनेर चाहिँ हामी निस्केका हौँ। एकदमै राम्रो बाटोघाटोको व्यवस्था छ र हामी घर हुँदै घरको बाटोलाई क्रस गर्दै बजार आइपुग्न आँटेका छौँ। आज आइतबार भएकोले गर्दा सबै बगानका मानिसहरू साथमा भुटानका बासिन्दाहरू विशेष गरी यस बजारमा आउने गर्छ। एकदमै सुन्दर बजार छ। मेरो छोरी बजारको निम्ति अब उत्रिसकेको छ र हामीले त्यहाँ छेउमा देखेको थियौँ कोही मान्छेहरू भिडभाडमा थियो। हामीले सोद्धा उनीहरू राजस्थानबाट आएको भनेर भन्दै थियो र एकजनाले चाहिँ एउटा कुखुरालाई चोट लागेको रहेछ, उसलाई मलमपट्टि लाउँथ्यो। एउटा यसरी हामी बजारको भ्यूहरू तपाईँलाई देखाउनेछौँ। हरेक प्रकारको हरियो परियो सागसब्जी, अर्ग्यानिक सागसब्जीदेखि लिएर तपाईँले सबै ग्रोसरीको आइटमहरू तपाईँले पाउनुहुनेछ। एकदमै राम्रो छ। मेचिनेको थुक्पा रोटी मस्तसँगले खाने हो। यहाँ आएर सेलरोटीहरू पनि मजाले मस्त छ, दामी छ। अर्ग्यानिकमा तपाईँहरूले कोदोको पिठोहरू हो, अन्त त्यहाँदेखि मकैको खेस्राहरू, अरू यो दालहरू, चानाहरू एकदमै घरमै अर्ग्यानिकै पाराले बेच्नुहुन्छ यहाँ अङ्कलले, पास्टर बाबु हुनुहुन्छ उहाँ चाहिँ। र यसरी हामी बजारमा घुम्दै थियौँ र सबै अलिअलि भिडियोहरू हामी लिइरहेको थियौँ। अचानक दुईजना रेला गर्दै झगडा परेको यस्तो पनि देख्यो, तर होइन रहेछ। र एउटा फुड ट्रक पनि छ। फुड ट्रकमा यहाँ मेरो साथी बन्दपानीको र यहाँ हरेक प्रकारको सिद्राहरू यस माक्रापाडाको बजारमा पाइन्छ। तपाईँहरू सिद्रा चाहिन्छ भने चाहिँ माक्रापाडाको बजार हुनुहोस्। अब तपाईँलाई हामी हिरो देखाउनेछौँ माक्रापाडाको, टप हिरो माक्रापाडाको उही हो। र आजको भिडियोलाई हामी खतम गर्दैछौँ। सबैलाई धन्यवाद।